हेलो गुड मर्निङ हजुरहरूलाई स्वागत छ मेरो डेली मिनी ब्लगमा। के गर्दै हुनुहुन्छ? म चाहिँ आज फेरि सदा चाहिँ घाँस काट्नको लागि हिँडिसकेको छु। हिजो चाहिँ हाम्रोतिर ठुलो पानी आयो बेलुका। हजुरहरूकोतिर पानी आयो कि आएन कमेन्ट गर्नुहोला। अब आज मलाई घुमाउन लिएर जाने मान्छे चाहिँ आइपुग्नै भएको छैन। फिफा हुँदैछ नि त, अनि फिफा हेर्दै बसिरहनु भएको छ। एकछिनमा आइपुग्नुहुन्छ होला अनि जिस्काउनु पर्ने छ। आज चाहिँ हामी कहाँ जान्छौँ भन्ने कुरा अहिले म भन्दिनँ, हजुरहरूलाई भरे नै देखाउँछु। अनि म घाँसमा जाँदैछु यहाँ तल निनीहरूकोमा। अब त झन् शनिबार पनि हो, चिया खाएर एकछिन बस्ने, त्यहाँबाट घाँसमा जाने सदाको जस्तो। ल यति साथीहरू मैले हजुरहरूलाई देखाउँछु है त। फिफा हेर्ने मान्छे आइपुगिसक्नु भएको छ। आज उहाँले मलाई युनाइटेड काल्लामुनि घाँस काट्नलाई लाँदै हुनुहुन्छ है त। यो चाहिँ घाँस काट्ने ठाउँमा आइपुगेको। अब आज म त्यहीतिर घाँस काट्नु पर्यो साथीहरू। आज चाहिँ अलिक मसिनो घाँस छ, निकै टाइम लाग्छ होला। ओ साथीहरू यहाँ हेर्नुहोस् न, बारीमा साग रहेछ, टिपेर लानु पर्यो सब्जी खानलाई। धेरै त छैन र पनि अलिकति आलुसँग मिसाएर फ्राई गर्नुलाई हुन्छ। मेरो भान्जाले बोकेर लान्छ यो साग, कस्तो राम्रो रहेछ साग चाहिँ। यो साग म टिपेर भरे आलुसँग फ्राई गर्नु पर्यो। यसपालि हामीले सागै खाइएकै छैन, त्यही भएर म चाहिँ यहाँनिर साग टिपेर भरेको लागि सब्जी लिएर जानेछु। साथीहरू यति भेटाएँ मैले चाहिँ भरेको लागि सब्जी। गाडी बोकेर हिँडिसकेँ साथीहरू। आज चाहिँ भुइँघाँस बोकेको कस्तो अप्ठ्यारो भयो, कति दिन पछि भुइँघाँस बोकेर हिँड्दा। हिजो अस्तितिर चाहिँ अम्लिसो थियो नि त घाँस, एकैछिनमा भारी पुग्थ्यो र कस्तो सजिलो भइरहेको थियो लामो लामो भएकोले। आज चाहिँ भुइँघाँस काटेको अम्लिसो सकिएर कस्तो अप्ठ्यारो भयो। सब्जी पनि भेटाएँ मैले। उहाँले खोइ बोकिरहनु भएको छ, अनुहार चाहिँ देखाउनु मान्नुहुन्न, उहाँ एकदम लजाउनुहुन्छ नि त मेरो भान्जो। बाई बाई, आजको बिहानको काम यति नै।